हेलो गाइज, मेरो मिनी भ्लगमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ हामी ड्राई पिकनिकको लागि जाँदैछौँ। यता पनि भिडियो सुट भइरहेको छ अनि उहाँ हाम्रो सिस्टर हुनुहुन्छ अनि हाम्रो दुईजना भित्र कता हुनुहुन्छ खै 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 हेलो हेलो ए हामी हेलो हेलो म हराए तपाईहरु खोज्दा म ल चाँडै जाम है। छुट्नु चाहिँ भएन, सिकाउने होइन, म यहीँदेखि बनाउँदै छु है। हेलो हेलो आज मिसर हामी ओहो पिकनिक कुन पिकनिक पिकनिक पनि आज भोलि थरी थरीको हुन्छ अरे नि त। दराई पिकनिक जान्दा हो मिसा ल यति राम्रो मान्छेहरू राम्रो भएर गइराख्नु भएको छ। हाम्रो डेस्टिनेसन कहाँसम्म रे? तातो पानी खासाको राम्री धेरै राम्री। हाम्रो त्यहाँ बाटो अहिले सुविधा पनि पो छ त। हामी चाहिँ माछी खोलाको पुल आइसक्यो। अब हामी यो पुल क्रस गरेर पारी गरेर चाहिँ हाम्रो पिकनिक सुरु हुन्छ। यहाँ पर त तातो पानी आउँछ। यो पुल चाहिँ हाम्रो माछी खोलाको पुल हो। यो हाम्रो बुढी गण्डकी है, गोर्खाको बुढी गण्डकी। यहाँ दुई खालको पानी छ। यो एउटा खोलादेखि आएको पानी अनि एउटा चाहिँ माथि मनास्लु गणेश हिमाल बुद्ध हिमालदेखि आएको यो यताको चाहिँ व्हाइट पानी अनि यो खोलाको मिक्सवाला छ। यहाँ चाहिँ पानी अनि यो पारी चाहिँ तातो पानी हो। यहाँ चाहिँ मान्छेहरू नुहाउँछ। यहाँ हाम्रो मिसहरूको चाहिँ फोटो सेसन भइरहेको छ। सकी नसकी भारी बोकी गइराख्नु भएको छ हाम्रो गाईहरू चाहिँ। कता 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 हामी कता हजुर यति रमाइलो हुनु पर्यो नि त, नभए ड्राई पिकनिक कसरी सफल हुन्छ त। होइन हामी ड्राई पिकनिकमा छौँ, रमाइलोमा छौँ। यो तातो पानी हो। यहाँ चाहिँ नेचुरल तातो पानी आउँछ। अहिले हामी त्यहाँ पुगेर पनि फेरि भिडियो बनाउने छौँ। यहाँबाट देखिने हाम्रो पारीको माहौल। यो हाम्रो माछी खोला गाउँपालिकाको कार्यालय। मान्छे भनेको यस्तो हुनुपर्छ। केको बोलाको छ बारे? कोही उता ट्रा परेछ लाइट छुट्यो भनेर। लाइट तर आयो। लाइट आयो। मैले सोचिरहेको थिएँ यति धेरै टाढा आइसक्यो, अब कसरी जाने होला सोचिरहेको थिएँ क्या। यहाँ चाहिँ यो कोइला बनाएको हो क्या, कोइला बनाएको यो होइन, यो सालकले खनेको जस्तै लाग्यो कि फेरि यहाँ हो। यो यहाँ पुल छैन भनेर ल्याउनु भयो कि टल्ले परे त लाइट ए तपाईँ किन हाँसिराख्नु परेन त? टल्लो परे हाँसिरहेको रहेछ क्यामेरामा भन्छ लाग्यो छैन अनि आउने भनेर हामीले त रिटा चप्पल लाएर आएको छ। रिटा हाम्रो आजको क्यामेराम्यान चाहिँ आउँदै हुनुहुन्छ। भरे जाँदा चाहिँ तलबाट जाम है। जङ्गलैमा खरायो जरायो, तिमीलाई देख्दा मन कता हरायो। दाउरा त जति पनि रहेछ। राईको पावर देखाइदिनु सिस्टर। ल हाम्रो यति डरिलो साथी छ, ऊ रुखै भाँचिसक्यो। एउटा हात्ती भन्दा धेरै पावर छ यहाँ। यो ठुलो रुख पनि अहिले भाँच्नुहुन्छ। त्यो पनि हो होइन सिस्टर, छैन सुख्या छ होला। राम
यो तिल्केको दाउरा उयो फुसुर तिल्केको मजाले बल्छ के उयो दाउरा अहिले त्यसको के कोरुन थाल्यो खुसी भएको कि रोएको उहाँहरूको के ऊ के अरे हाम्रो निरा सिस्टर हो के फाइनली हामी चाहिँ अब ड्राई पिकनिक ठाउँमा आइसक्यौँ हामी यहाँ बनाउँदैछौँ अब हामी चाहिँ खाना बनाउन सुरु हुन्छ आजको हाम्रो एकदम इनर्जेटिक सिस्टर हुन्छ हाम्रो राई सिस्टर नहराउनु कहाँ जानुभएको आउनु प्लिज छोडेर नजानु नजाऊ है सानो पँधेरीमा आफू नै छायाले पनि साथ दिन्न भन्छन् अँधेरीमा कहाँ जाउँ गर्न लाएर साँच्चै के ल यहाँ कति बदाम भेटिन्छ है बदाम निकालौँ है यहाँबाट चाहिँ सुन खन्दै हो ल कति किलो सुन छ निकालौँ त यहाँदेखि डायमन्ड हो होइन सुन पाउँछ बगरमा दुधकोसी र सुनकोसीमा सुनकोसीमा सुन पाउँछ नि हाम्रोतिरको नयाँ चुलो खान त हाम्रोमा पूजा गर्नुपर्छ है आज चाहिँ भात खाने सरी चाउचाउ चाहिँ आज हामी ढुङ्गामा खाँदैछौँ ढुङ्गा खोज्न आएको कहाँ छ त ढुङ्गा एकदम राम्रो खालको ढुङ्गा चाहिँ चाहियो बुढी गण्डकी हामी चाहिँ साग धुन आउँछौँ साग अनि सिमी साग धुन सिमी अन्डा पनि लिएर आउनु भएको यो पहिलाहरू कुखुराको पोठीको त्यो सेतो पोठी थियो नि त्यसकै हो ल हाम्रो चाहिँ यहाँ टक्कसँगले हाम्रो साग फलफुलहरू सफा भइसक्यो पानी अलिक बगेर आउने रहेछ र हामी चाहिँ छान्दैछौँ होइन मिस नलिँदाउनु है घाममा फेरि चिसोमा बस्ने बानी भएर घाममा निन्द्रा नलागोस् हामी चाहिँ यहाँ बनाउँदैछु ल खसी आयो एउटा खसी काटौँ एउटा खसी हो के हुँदैछ यता हाम्रो ओहो कति राम्रो तपाईँले यो भाँडा कति राम्रो राम्रो देखेको क्या कहिले पाक्छ ल पानी त उम्ले छैन हजुरआमा जस्तो लागिरहेको तपाईँ टक्क पर्खिरहेको हजुरआमा म खाना बोलाउँछु सबैजना हस् भोगटेले ठाउँ मात्रै ओगटे यो के यो भोगटे हो ए किरा हो म भोगटे भनिरहेको थिएँ मेरो रिस पैतालदेखि सुरुरु टाउकोसम्म आयो कि मलाई समात कि त्यसलाई भगा यहाँ हाम्रो चाहिँ सेल हुँदैछ सुसर कतिमा ल्याउनु भयो मात्र 50 मा 50 को 3 एक झोला वाउ के आयो छटपट सबै बन्दैछ भेजदेखि लिएर हामी नन भेजसम्म बन्दैछ हाम्रो के को वार हुँदैछ यहाँ अन्डा उसिन्दै टेबल हाम्रो बन्दैछ हामी फेरि
कलियुगदेखि हामी ढुङ्गे युगमा पुगिसक्यौँ आज। हामी खाजा खान लागिरहेको छौँ पहिलो सेसनको। अब हामी खान्छौँ ल। 1 2 3 4 यति बनाएर छोड्यौँ यहाँभन्दा सकिएन। तपाईँ नरिसाउनु होला। फेरि खान त पर्यो। 1 2 3 4 5 ल अब कम्पिटिसन रेडी भइरहेछ। यो चाहिँ चाउचाउको लागि टेबलहरू सबै टेबल कुर्सी चाहिँ हाम्रो रेडी भइसकेको छ। तपाईँलाई मनपर्ने गीतहरू के हुन् भन्नुहोस्। ल पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलला गण्डकी सलला ए बुढी गण्डकी। साथीहरु सुरु गरौँ। गरम गरम। पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात गण्डकी सलला माया तिमीलाई सम्झन्छु दिनको रात गण्डकी सलला गयो गइराको साइलो बाटो मुनि हुँदैछ रमाइलो गइराको साइलो बाटो मुनि हुँदैछ रमाइलो वारी जमुना पारी जमुना जमुनाकै फेदैमा मनोकामना म मात्र आइछु है। यस्तो गरे पर मनोकांक्षा पुरा हुन्छ भन्छ खै त थाहा भएन। तर मैले सोचेको पुरा यता पनि आउनु पर्छ कि current. We are current lover. We want current. We love current. भोगटे भोगटेले आज ठाउँ मात्रै ओगटे। खासमा बिचार आज हामीलाई भोगटेले नि ल्यायो। यो चिसो कलकल यो खोलाको लहरसँगै यसरी साथीभाइसँग भेट भएर खानेको छुट्टै मजा। बिहानदेखि हामी 10 बजेदेखि लगातार कोही पूर्व कोही पश्चिमको हामी कहाँबाट आएका छौँ। माची खोलाको बगरमा देखेर थुक निल्दा भरे पनि ठुक सकिँदा खान पाइन्छ भन्ने मलाई लागिसकेको छ। अघि त फ्रुटी पनि लडिरहेको थियो, अहिले उठिसक्यो करेन्ट देखेर। यार अहिले बबाल बने के।
रातो टी-सर्ट लागेको को हो? ब्याडमिन्टन खेल्नु जाउँ न प्लिज। बाँडेर खाऊ ल तिनजनाले। एउटा एउटा बाँडेर खाऊ है। अरू त छैन नि। आयु नै धेरै रहेछ क्या। सबै गरौँ है। के भयो लास्टमा त नाचौँ के अब नाचौँ। नमस्ते सक्यो हाम्रो भिडियो यति नै हो। धन्यवाद। सल छुट्ला है। के दाउरा हाम्रो चाहिँ पिकनिक सक्यो अनि हामी फर्किदेऊ। हामी बिहान देखेको यो तातो पानी हाम्रो माछी खोलाको तातो पानीमा जाँदैछौँ। यो तातो पानी यहाँ चाहिँ आफै नै प्राकृतिक रूपमा तातो पानी आउँछ। यस्तरी उम्लेको हुन्छ यहाँ तातो पानी चाहिँ होइन। यहाँ तातो पानी यस्तो उम्लिन्छ। यहाँ पुरै तातो छ। यहाँ बाफ पुरै उडिरहेछ। यता पुरै पानीको बाफ। यो सबै तातो पानी हो। पानी पानी चाहिँ यहाँदेखि बग्दै बग्दै तल बुढी गण्डकीमा मिक्स हुन्छ। अनि यो चाहिँ यति धेरै तातो छ। यहाँ चाहिँ अन्डा चाहिँ पाक्दैन फेरि। कस्तो गरा परेको चाइनाको गाउँ जस्तै। चाइना गाउँ सिस्टर अघि चाइनाको गाउँ जस्तै। एक मुड्की हान्नु न। के छ ल फुट्दैन है? बिस्तारै जाम है, बिस्तारै जाम। चप्पल निकाल्नु होला मिस, चप्पल निकाल्नु। मेरो के हुन्छ होला? बत्ती बलेपछि हामी फर्किँदैछौँ। घाम लाग्दा गएकोहरू फर्काइ ल्याउँथे म मेरी